ल है हाम्रो गाउँतिर चाहिँ धान नुइनु थाल्यो। अब अनिकालो हटिनु थाल्यो भन्नु पर्यो। यो चाहिँ कालो खालको धान रहेछ। यसको नाम चाहिँ खासै चाहिँ थाहा भएन। पार्टनर के अरे नाम? चाहिँ कालो छ धान पनि, तर फल्नु चाहिँ मजाले फलेर छ, चट्टै नुइएको। यो चाहिँ फेरि सेतो खालको धान नि त, पाक्नु लाग्यो। यो फेरि हाइब्रिड धान चाहिँ अहिलेको चाहिँ जति छिटो रोप्यो त्यति नै छिटो पाक्ने। अब यो हरियो धान अघि देखाएको चाहिँ कतिवटाले छिटो रोपेको अस्ति नै काटिसके। यो चाहिँ अलिक ढिलो भएर चाहिँ अहिले पाकेको छैन, नुइनु थालेको रहेछ। यस्तो छ कि गरम पनि आम घाम हेर्नु नि, घाम त माथि चाहिँ पहिलो भइसकेको छ धान। अब यहाँ चाहिँ अहिले त्यो जोतेकोमा चाहिँ तोरीको सिजन भयो। अहिले सबै तोरी छर्नुलाई रेडी त। यो सिजनमा ठिक्कै धान उठाएर यहाँ चाहिँ तोरी छर्ने गरिन्छ, तोरी उठाएर मकै छर्ने गरिन्छ। त्यस्तो गरेर कुनै सिजन पनि एउटा मिस नगरिकन खेती गरिन्छ यहाँतिर चाहिँ। ल यहाँ चाहिँ पहिलो भएछ है धान। तैँले लगाएको तार? के धान हो यो है? काम्जा हो? योलाई चाहिँ काम्जा भनिन्छ। काम्जा 1 2 हुन्छ, तर यो चाहिँ 1 हो कि 2 हो राम्रो चिन्नु सकिनँ मैले चाहिँ। अन्त यो धानमा चाहिँ साली नै हाम्रोमा चाहिँ किरा लाग्छ, फौजी किरा। तर यसपालि चाहिँ किरा अलिक कम्ती रहेछ हौ। ए त्यस्तो तार के लगाएको झमेला। धान लडेर यहाँतिर चाहिँ अस्ति हात्ती आएको। हात्तीले चाहिँ यस्तो बिगार्छ है धान चाहिँ। हाम्रोतिर चाहिँ पहिला हात्तीको पहिला चाहिँ यत्रो हुन्छ है यतातिर। ठुलो खाले आउँछ नि त हात्ती आउँदाखेरि। फेरि नानी साह्रो लडेछ त हौ धान त। फल्नु चाहिँ मजाले फलेछ है। यतिको चाहिँ फलेकै हो धान। यो काट्दा हुन्छ अब, काट्दा हुन्छ हौ अब। यो धान चाहिँ मैले अघि भने जस्तै छिटो रोप्यो भने छिटै पाक्ने, ढिलो रोप्यो भने ढिलै पाक्ने हो। अब यहाँ चाहिँ हरियो छ नि त, यो चाहिँ अलिक ढिलो भएको हो। तलको चाहिँ पाकेको छ, त्यो चाहिँ छिटै रोपेको हो। ल बेसी पनि भिडियो बनाउनु सकिएन, गरमले अलिक खप्नु सकिएन हो।